नमस्ते रविन दाई। नेपाली फुटबल क्लब हाम्बुकको सुरुवात र स्थापना गर्ने सोच कसरी आयो? यसको सोच भनेको चाहिँ हामीले एउटा एनआरएलले एउटा सानो कन्सेप्ट ल्याएको थियो फुटबल टुर्नामेन्ट गर्ने भनेर। अनि मैले त्यसमा चाहिँ खास गरी हामी जर्मनमा बस्दै गर्दाखेरि चाहिँ मैले युथहरूलाई युनाइट भएको त्यस्तो खासै देखेको थिएन र खास गरी यसको सोच भनेको चाहिँ युथहरूलाई चाहिँ युनाइट गर्ने, एउटा फ्रेन्डसिप कन्स्ट्रक्ट गर्ने, सबैलाई जोड्ने अनि एउटा फ्यामिली माहौल बनाउने चाहिँ मेरो सोच थियो। 2016 मा क्लब सुरु हुँदा कतिजना सदस्यहरू हुनुहुन्थ्यो? 2016 मा हामीले स्टार्ट गर्दाखेरि एकदमै मिनिमम मान्छेहरू थियो। अहिलेको कम्पेरिटिभमा भन्ने हो भने त लाइक नट इभन 10%। हामी चाहिँ त्यतिखेर स्टार्ट गर्दाखेरि 5 to 6 र 5-3-6 जना थियो हामी। त्योबाट चाहिँ स्टार्ट गरेको हो। पहिलो वर्षमा सबैभन्दा ठुलो चुनौती के थियो? हाम्रो फर्स्ट इयरको पिक चुनौती भनेको चाहिँ फाइनेन्स नै थियो। फाइनेन्स नै थियो, किनभने अब त्यतिखेर हामीलाई एक्ज्याक्टली थाहै थिएन कति यताउता ट्राभल गर्दा, यसको इन्फ्रास्ट्रक्चरहरू बनाउँदा, इभन फुटबल किन्दा कति लाग्छ, कति खर्च हुन्छ, जर्सीहरू बनाउनु पर्ने हुन्छ, अनि ट्रेनिङ इक्विपमेन्टहरू चाहिने हुन्छ। त्यसको लागि फाइनेन्स जोडाउनु चाहिँ एकदम ठुलो च्यालेन्ज थियो। र अर्को भनेको चाहिँ हामीले मान्छेलाई एट्र्याक्ट गर्नु थियो। जस्तै युथहरूलाई चाहिँ कसरी हामीले मोटिभेट गर्ने त, कसरी आफ्नो क्लबसम्म यो हाम्रो फुटबल खेल्ने दैलोसम्म कसरी तान्ने भन्ने चाहिँ एउटा ठुलो च्यालेन्ज थियो। र त्यस्तै गर्दै अब सबै समाजलाई नाइस मेसेज पठाउनु र सबैलाई जोड्नु, कसरी जोड्ने भन्नेको चाहिँ ठुलो च्यालेन्ज थियो जस्तो लाग्छ मलाई चाहिँ। त्यो बेलादेखि आजसम्म आजको क्लबलाई हेर्दा तपाईँलाई केमा सबैभन्दा गर्व लाग्छ? प्राउड मोमेन्ट भनेको चाहिँ अभियसली फर्स्ट प्राउड मोमेन्ट भनेको चाहिँ हाम्रो पहिलो एनआरएन कप, पहिलो ठुलो कप जित्दाखेरि थियो 2017 मा चाहिँ। हामीले आफै अर्गनाइज गरेका थियौँ र अनि त्यो जितेका पनि थियो। त्यो मेरो लागि ठुलो प्राउड मोमेन्ट थियो। र अरू भनेको चाहिँ अब युनाइटेड मान्छेहरू देख्दा, फ्रेन्डसिपहरू देख्दा, साथीहरूको मित्रता देख्दा, लाइक लभ फर इच अदर होइन। र अहिले सबै युथहरू चाहिँ एक फ्यामिली जस्तो छ र सबैले एकअर्कालाई चिन्छ अनि सबै एकअर्कालाई हेल्प गरेर हुन्छ, सपोर्ट गरेर हुन्छ। त्यही नै मेरो लागि एकदम प्राउड मोमेन्ट हो। क्लबको यात्रा भन्दै गर्दाखेरि अब यो चरणमा इमोसनको पनि कुरा आउँछ। कुन क्षणले तपाईँलाई सबैभन्दा बढी भावुक बनायो? धेरै नै छन् अनि लाइक एउटा पर्टिकुलर छ भन्ने छैन। त्यस्तै फर्स्ट टुर्नामेन्ट जुत्दा एकदम इमोसनल भएको थियो म चाहिँ। किनभने हामीले सोचेका पनि थिएनौँ 2016 मा चाहिँ हामी फ्र्याङ्कफर्ट गएका थियौँ। त्यो पछि लगत्तै 1 वर्ष पछाडि चाहिँ हामीले टुर्नामेन्ट अर्गनाइज गर्ने पनि कुरा राख्यौँ र त्यसलाई जित्यौँ। त्यो चाहिँ मेरो लागि एकदम इमोसनल मोमेन्ट थियो र त्यस्तो मोमेन्टहरू धेरै नै आयो। अर्को भनेको चाहिँ हाम्रो फर्स्ट वुमेन टिमले चाहिँ फर्स्ट कप जित्दाखेरि चाहिँ, हाम्रो एनआरएन कप थियो सायद, त्यो जित्दाखेरि चाहिँ अर्को इमोसनल मोमेन्ट थियो मेरो लागि चाहिँ। र या त्यस्ता मोमेन्टहरू लाइक सो मेनी, धेरै स्पेसल मोमेन्टहरू भएको रहेछ। इमोसनको कुरा गरे सँगसँगै अब नयाँ जेनेरेसनको कुराहरू पनि सोध्नै पर्यो। नयाँ पुस्तालाई तपाईँले सल्लाह दिन चाहनुहुन्छ? नयाँ पुस्तालाई मेरो सल्लाह भनेको चाहिँ अब स्पोर्टको माध्यमबाट हामीले युथलाई जोडेका हौँ र त्यसमा जोडिनुहोस् भन्न चाहन्छु। र अनि आउने दिनहरूमा चाहिँ यो क्लबलाई चाहिँ अगाडि बढाउनुहोस्। यो पर्टिकुलरली हाम्रो क्लबको कुरा गर्ने हो भने चाहिँ क्लबलाई चाहिँ अगाडि बढाउने प्रयास गर्नुहोस्, अगाडि लानुहोस् र आउने दिनहरूमा चाहिँ एकअर्कालाई सपोर्ट गर्नुहोस्, हेल्प गर्नुहोस् अनि सिकाउनुहोस् र कन्स्ट्रक्टिभ हौँ, हामी समाजलाई जोडौँ अनि स्पोर्टफुल बनाऊ, फ्रेन्डली बनाऊ र एकदम नाइस इन्भाइरोमेन्ट बनाऊ र आउने दिनहरूमा चाहिँ क्लबलाई या यो संस्थालाई अगाडि बढाउने काम गर्नुहोस्, त्यही भन्न चाहन्छु। नमस्ते।